This video is specially for pre-board exam and board exam. यो भिडियोमा सोल्युसन भन्दा पनि 11 क्लासमा कसरी प्री-बोर्ड र बोर्ड एक्जाममा मार्क्सहरू आउँछ, कसरी गर्ने, कुन कुन इम्पोर्टेन्ट छ भनेर छ र यसभित्रबाट कुनै केही नआएको छ भने मलाई कमेन्टमा भन्नु होला, त्यो च्याप्टरको एक्स्ट्रा भिडियो बनाइदिउँला। ओके, फर्स्ट च्याप्टर हामीले फन्डामेन्टल अफ केमिस्ट्रीको फिजिकल केमिस्ट्रीबाट क्वेसन राख्नै पर्ने कहाँबाट छ भने लिमिटिङ रिएजेन्ट र एक्सेस रिएजेन्टबाट न्युमेरिकल है, न्युमेरिकल त्यो मिनिमम 5 मार्क्सको राख्नुपर्छ है, मिनिमम 5 मार्क्सको आउँछ त्यसबाट। मिनिमम 5 अब लिमिटिङ रिएजेन्ट भनेको जुन रियाक्सनमा फर्स्ट सिडिनेलाई हामी लिमिटिङ रिएजेन्ट भन्छौँ भने जुन बाँकी रहन्छ त्यसलाई एक्सेस रिएजेन्ट भन्छौँ र त्यो रिलेटेड चाहिँ न्युमेरिकल, स्पेसली क्याल्सियम कार्बोनेट एन्ड HCl वाला रियाक्सन, स्पेसली CO3 प्लस HCl वाला जुन CaCl2 H2O र CO2 फर्मेसन गर्ने रियाक्सन सबभन्दा इम्पोर्टेन्ट है। ओके, त्यस पछाडि हामी अर्को गर्छौँ। अर्को मेजर आउने भनेको अब कुनै कलेजमा अक्सिडेसन एन्ड रिडक्सन सिधेको छैन, तर अक्सिडेसन एन्ड रिडक्सन सिधेको छ भने यताबाट 5 मार्क्स आउँछ है, यताबाट 5 मार्क्स। अक्सिडेसन नम्बर निकाल्ने, कुनै कम्पाउन्डमा भएको एटमको अक्सिडेसन नम्बर निकाल्ने र ब्यालेन्स द केमिकल इक्वेसन बाई अक्सिडेसन एन्ड रिडक्सन मेथड है। यो चाहिँ यसको इम्पोर्टेन्ट भयो भने त्यस्तै ग्यासेस स्टेटबाट हामीले पढेको ग्यासेस स्टेटबाट स्टेट अफ म्याटरको ग्यासेस स्टेटबाट अराउन्ड 5 मार्क्स आउँछ, यताबाट पनि अराउन्ड 5 मार्क्स आउँछ ग्यासेस स्टेटबाट अराउन्ड 5 मार्क्समा अब ग्राम्स ल, फर्स्टमा बोइल्स ल, चार्ल्स ल, कम्बाइन्ड ग्यास इक्वेसन, आइडल ग्यास इक्वेसन, बोइल्स ल, चार्ल्स ल, आइडल ग्यास इक्वेसन, तिम्रो कम्बाइन्ड ग्यास इक्वेसन, कम्बाइन्ड ग्यास इक्वेसन, डाल्टन पार्शियल प्रेसर, डाल्टन्स ल, तिम्रो ग्राम्स ल अफ डिफ्युजन है र यो रिलेटेड न्युमेरिकलबाट तिमीलाई 5 देखि 8 मार्क्ससम्म आउँछ ल। त्यसपछि क्वेसन आउने नै भनेको अर्को टपिक कताबाट हो भने केमिकल इक्विलिब्रियमबाट 4वटा टपिक छ जसलाई पढ्नुपर्छ हामीले। केमिकल इक्विलिब्रियमबाट एउटा भनेको तिम्रो डाइनामिक नेचर अफ इक्विलिब्रियम है। अर्को भनेको तिम्रो ल अफ मास एक्सन, अर्को भनेको तिम्रो रिलेसनसिप बिट्विन केपी एन्ड केसी र लास्टमा तिमीलाई चाहिने भनेको ली चार्टली प्रिन्सिपल। यति भयो तिम्रो फिजिकल केमिस्ट्रीबाट म्याक्सिमम प्रोबेबिलिटी भएको क्वेसन र जुनैसुकै कलेजमा भयो भने यतिबाट चाहिँ यताबाट चाहिँ राखिन्छ भनेर बुझौँ। ओके, त्यसपछि हामी फर्दर हामी कता जान्छौँ भने हामी इनअर्ग्यानिक केमिस्ट्रीमा हाइड्रोजन, अक्सिजन र ओजनबाट मिलाएर 5 मार्क्समा आउँछ है। 5 मार्क्समा हाइड्रोजनको पढ्नु पऱ्यो तिमीहरूले, नेसन हाइड्रोजन, एटोमिक हाइड्रोजन, टाइप्स अफ हाइड्रोजन आर आइसोटोप्स अफ हाइड्रोजन, अनि वाइ नेसन हाइड्रोजन इज मोर रिएक्टिभ देन मोलिकुलर हाइड्रोजन, यिनीहरू पढ्नु पऱ्यो भने अक्सिजनमा अक्साइडको नेचर है, टाइप्स अफ अक्साइड हो भने ओजनमा ओजनको स्ट्रक्चर, ओजन लेयर, डिप्रेसनबारे चाहिँ राम्ररी पढ्नु पऱ्यो, जसबाट चाहिँ 5 मार्क्सको क्यारी गर्छ।
अर्को भनेको चाहिँ तिम्रो सोडियमबाट चाहिँ एक्सट्र्याक्सन अफ सोडियम एन्ड मेटालोजी मिलाएर चाहिँ तिमीलाई 3 देखि 5 मार्क्सको आउँछ है। 3 देखि 5 मार्क्स आउँछ। द्याट्स वाइ डाउन सेल प्रोसेस राम्ररी पढ्नु, मेटालोजीहरू हेर्नु, स्पेसली ड्रइङहरू हेर्नु यसमा। त्यस्तै हाम्रो अर्ग्यानिक केमिस्ट्रीमा तिम्रो टोटल 18 मार्क्सको आउँछ है। टोटल कति मार्क्सको आउँछ? 18 मार्क्सको आउँछ। र 18 मार्क्समा तिमीलाई धेरै जसो चाहिँ इम्पोर्टेन्टहरू चाहिँ रेगुलर फ्रिक्वेन्टली सोध्नेहरू छन्। जस्तै अर्ग्यानिक केमिस्ट्रीमा फ्रिक्वेन्टली सोध्ने भनेको फर्स्टमा भनेको के हो भने तिमीलाई होमोलोगस सिरिज 2 देखि 3 मार्क्सलाई सोध्छ यो जहिले। तिमीलाई आइसोमेरिजम यो पनि 2 देखि 3 मार्क्सलाई। फरेन एलिमेन्ट डिटेक्सन 3 to 5 मार्क्सलाई सोध्छ यो। त्यसपछि तिमीलाई यो हाइड्रोकार्बनबाट सम रियाक्सनहरू छ जुन चाहिँ रेगुलर बेसिसमा सोध्छ है। रियाक्सनहरू कुन हो भने एउटा वुड्स रियाक्सन अल्केनको हो। त्यसपछि तिम्रो मार्कोनिकोव्स एन्टिमार्कोनिकोव्स। त्यसपछि ओजोनोलाइसिस, क्लोरोफर्म रियाक्सन विथ KOH। यो प्रिपरेसन अफ केमिकल प्रपर्टिज अफ अल्काइनको भयो भने अर्को हकल्स रुल डिकार्बोनाइलेसन रियाक्सन फ्रिडल-क्राफ्ट असाइलेसन। त्यसपछि फ्रिडल-क्राफ्ट असाइलेसन र लास्टमा कम्बसन रियाक्सन है। कम्बसन अफ बेन्जिन। यति चाहिँ यिनीहरू चाहिँ यो के छ भने फ्रिक्वेन्टली सोध्ने भयो भने यो बाहेकको पनि धेरै रियाक्सनहरू छन् हैन। अब त्यो पनि अलिअलि हेर्नु। यति चाहिँ फ्रिक्वेन्टली र पास हुनलाई चाहिनेहरू भयो। यति चाहिँ राम्रो पढ्यो भने चाहिँ पास चाहिँ भइन्छ। तैपनि अझ राम्ररी गर्नु। र यसमध्येमा कुनै च्याप्टरको डिटेलमा पढ्नु छ भने कमेन्ट सेक्सनमा भन्नुहोला, त्यहाँ म डिटेलमा फर्दर भनिदिन्छु है। यो बाहेकको पनि अरू कुनै च्याप्टर बुझ्नु छ, पढ्नु छ भने कमेन्ट सेक्सनमा भनिदिनु होला। धन्यवाद।